हेलो एभ्रिवान, वेलकम टु माई अनदर ब्लग है। र म चाहिँ यता मालताङ आएको थिएँ बहिनी पुऱ्याउनु। र अब चाहिँ म यहाँनिर चाहिँ हल्का राइडिङ ब्लग गर्ने हो। यो चाहिँ मेरो यो बाटोमा चाहिँ ब्लग कहिले बनाएको छैन नि त, त्यही भएर चाहिँ फर्स्ट टाइम अब ब्लग बनाउँदैछु। यो बाटो एकदमै बाटो चाहिँ रफ छ हो। सो हेरौँ कोलबुङसम्मको बाटोहरू कस्तो छ होइन, कैलालीसम्मको बाटो कस्तो छ। सो यहाँ मालताङबाट चाहिँ आज फर्स्ट टाइम यो बाटोमा ब्लग गर्दैछु हो। बाटो त यहाँ त राम्रै छ, अथवा आजदेखि चाहिँ बहुत खराब बाटो छ हो। र हेरौँ अगाडिको बाटो। आफ्टर लङ टाइम बादमा चाहिँ यो बाटोमा नै आएको हो। यहाँ बहिनीलाई ड्रप गर्न आएको थिएँ। अब दसैँ पनि सिद्धिहाल्यो, आज म पनि सिक्किमतिर फर्किनु पर्ने हुन्छ। वेदर चाहिँ एकदमै डरलाग्दो घिनलाग्दो वेदर छ होइन, एकदम बर्सात हो, बर्खा जस्तो भएर छ। गडाङगुडुङ पनि गरिरहेछ हो, पानी पनि पर्छ माथि माथि जग्गा जग्गा त हो। बाल घिनलाग्दो छ यहाँ चाहिँ बाटो। यहाँ त ओके छ बाटो हो, चिसो भयो, जाडो भयो। यो चाहिँ मालताङ हो। यहाँ चर्च छ, यहाँ माथि एउटा फुटबल ग्राउन्ड पनि छ मालताङको है। र त्यहाँदेखि उता त्यति साह्रो मलाई पनि थाहा छैन। उपारि पद्याङ होला, अन्त मालताङ उपारि देख्दाखेरि चाहिँ पद्याङहरू हो। यसो अब यहीँबाट जाने हो। यता यस्तो वेदर घिनलाग्दो भए पनि अगाडि अब टक्कै यहाँबाट पनि एउटा बाटो डिभाइड हुने रहेछ, तर यो बाटो चाहिँ कार्ड रोडिङ भएको छैन हो। सो अझै बाटो अब चाहिँ अफ रोडिङ भेट्दै जान्छ हो। फेरि अघि आउँदा त बहिनीहरूसँग थियो, त्यति ब्लग पनि राम्रो गर्नु पाएन। अब अप्ठ्यारो हुन्छ होइन, भान्जा बहिनीहरू, अन्त बाइकमा अलिक अप्ठ्यारो हुने गर्छ। त्यही भएर अहिले सोलो राइडमा फेरि एक्लै अल्छी लाग्ने हो नि त। अल्छी लागेपछि हल्का ब्लग बनाइदिने हो नि त होइन। अब खासै चाहिँ ब्लग पनि अब बनाउनु मन लाग्दैन आजभोलि, त इन्ट्रेस्ट छैन ब्लगमा। त्यही भए पनि अब यसो टाइम पास ब्लग बनाइदिएको। यो बाटोमा चाहिँ यसो कहिले यो बाटोमा चाहिँ कहिले ब्लग बनाएको थिइनँ नि त मैले, अन्त फर्स्ट टाइम राइडिङ ब्लग हो। दसैँले चाहिँ खतरा जुपी गरेको छ मेरो चाहिँ, भुँडी मात्रै दुख्छ। अस्ति कोलबुङको मेलामा आएर चाहिँ हल्का चाउमिन खाइदिएको, अब त्यहाँदेखि चाहिँ भुँडी दुखेको। अब चाहिँ बाटो चाहिँ सुरु भयो यहाँको चाहिँ, यस्तै बाटो छ हाम्रो दार्जिलिङ भेल्लीमा चाहिँ हो। टोड्का हाम्रो टोड्का ल्यान्ड एकदमै यस्तो छ हो। म त अरू केही होइन, सिप्दिन्छ भनेर त पुरा डर लाग्छ हो। त्यो माथि एक्लै सोलो राइड हो, पछाडि मान्छे अलिक भाजे त्यस्तो डर हुँदैन, तर एक्लैमा त अलिक डर हुन्छ हो। यो बाइकमा हल्का छ नि त। यस्तो अप्ठ्यारो छ भगवान् बाटो रे। अब चाहिँ झन् हिलो उतै टोड्का हो, आमा टोड्कै जाडो पनि हुन्छन्। यहाँ आएर बाटो फेरि हो भाबी तेरा देवर दिवाना पहिरो जाँदै रहेछ यहाँ त। रात परिकाको जस्तो भयो र यार। म त सो अब पद्याङ आइपुगेँ हो। यो चाहिँ पद्याङ। र अब यहाँबाट फेरि हामी उता कोलबुङदेखि उता लिङ्टेन, बडारे, खैँजले, थापागाउँ, फरासे हुँदै नोरबस्ती जाने हो। अलिक अप्ठ्यारो गोलाइ रहेछ त यार।
यो कहाँ आइपुग्यो यो ठाउँ चाहिँ मलाई पनि थाहा छैन एक्ज्याक्टली हो पानी परेको त हो आया पानी पर्यो त यो कुन ठाउँ हो कोलबुङ ए कहाँ गएर आएको के पिङ खेलेर लोटे पिङ मेला लाग्छ दिउँसो पनि ए घर कहाँ घर चाहिँ यता मलाई त पानीले खतरा रोक्यो नि हौ साला हेटेरका यस्तो घिनलाग्दो भयो अहिले पनि पानी त त्यस्तो रहेको त छैन कस्तो छ पानी परेर बिगार्यो पारा अघि पनि लाग्यो पानी आएर बिगार्यो पारा कस्तो दिन भयो यस्तो महाबर्खा जस्तो भयो त वेदर त कोलबुङ चाहिँ आइपुग्यो हामी म चाहिँ हो कोलबुङ आइपुग्यो पानीले बिगायो यहाँ पारा यस्तो घिनलाग्दो पानी पर्यो छ वेदर चाहिँ यस्तो घिनलाग्दो छ हो यस्तो भयो वेदर पानी परेछ बाटो कम्ता घिनलाग्दो छैन अब त हो कोलबुङ चाहिँ नागेँ मैले अब चाहिँ बाटो चाहिँ यस्तै मात्रै भेट्छ काटा टोड्की खोल्टारा खोल्टी मात्रै छ पानी 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 हो रोडभरि हो बाटो चाहिँ अब चाहिँ यस्तो बाटो भेट्छ अरू काटाटोरी खल्टा खुल्टी मात्रै छ यार पानी ठुलो पनि पर्दैन फेरि हो सानो पानी हो आमा के भएको मलाई यो चिसोमा चाहिँ पुरा हातहरू चिलाउँछ हौ साल बाटो एलर्जी हुन्छ यो आकाशको पानीले मलाई के भएको हो यस्तो झम चिलाउँछ चिलाइरहेछ हात छेटेरका अब चाहिँ ग्लोभ्स किन्नु पर्ने रहेछ एउटा हुँदैन लु यो हात किन चिलाएको यार पिरो लाग्दो एलर्जी हुन्छ ल यहाँ चाहिँ बाटोहरूको अवस्था यस्तो छ हो अम्मा यस्तो बाटो छ यो त सुरुवात मात्रै हो यहाँको त हो अहिले म यहाँनिर लिङ्कटेन होला सायद यो ठाउँ होइन एक्ज्याक्टली मलाई पनि थाहा भएन लिङ्कटेन होला बाटो चाहिँ यस्तो खत्तम छ यति छ डरसरी कुदेर आएको छु मैले यो त फेरि चिप्लिन्छ भन्ने पुरा डर लाग्छ क्या मलाई एक त जाडो हो कठिन जाडो छ पानी चाहिँ हेरै पानीको यस्तो मलाई प्रब्लम दियो क्या पानीले क्या चाहिँ डर लाग्यो विन्टर सिजनमा यसरी पानी पर्दा त्यहीमाथि बाइक कुदाउनु पर्दा हो त अछानमा बसेर सुत्ने टाइम हो नि त
यी फल्स हेर्न सक्नुहुन्छ यहाँनिर सानो मिनी फल्स बाटो चाहिँ यस्तो छ फल्स हेर्ने चक्करमा फेरि हिलोभित्र बुदुना पक्राइ हुन्छ ल के चाहिँ गर्ने अब यस्तो बाटो छ अब चाहिँ खोला जस्तो बाटो आइपुग्यो यहाँ चाहिँ खोला जस्तो चाहिँ यहाँ चाहिँ बाल आइया खहरै खोला जस्तो छ बाटो टिका लाउनु जाँदै रहेछन् लिन्छ कि क्या हो दसैँ देवाली चाहिँ बिहा गर्नेहरूको लागि चाहिँ दामी हुने रहेछ है टक्कै जाने होइन टिका लाउने ठ्याक्कै हो बालसँगले होइन ससुराली जाने मामा मौली जाने होइन साका सन्तानमा जाने कन्याहरू चाहिँ खट्टु खाने रातभरि बस्ने होइन भोलि बिहान ह्याङओभर हुने त्यहाँदेखि निम्बु पानी खोज्ने हो यस्तो हुन्छ कन्याहरूको चाहिँ बिहा गर्नेहरूको चाहिँ मजाको बुढाबुढी ठक्कै है आमा ससुराली जान्दा ससुरा बाबुले फेरि जोइ मेसमा दिँदा बाइकले त आफ्नै दिशा आफै खोजिरहेछ क्या म यहाँ लड्छु भनिदिरहेछ गम्भीर छ अवस्था गम्भीर के भन्ने हो यस्तो बाटोमा अब यो ठाउँमा चाहिँ अब खै नेताजीहरूको चाहिँ अब होइन हाम्रो ठाउँतिर चाहिँ नेताजीहरूको साँच्चै नजरै नपुगेको हो किन पुगेर पनि नदेखेको हो कि आँखा भएर पनि अन्धा भइदिएको हो कि होइन त्यो चाहिँ अब थाहा छैन यसो के नगर्न सक्यो पनि यसो बाटोहरू चाहिँ राम्रो बनाइदिएको भए चाहिँ कस्तो राम्रो हुने हो कि छैन पनि साह्रो छ कहाँ चाहिँ हिँड्नु यार चिप्ल्यो भने हिँड्ने मान्छेलाई पनि गाह्रो छ नि त बिचमा टोडकाम परिराखेको रहेछ स्कुल स्टार्ट पनि लडेछ यहाँ त एक पछाडि हिँड्यो भने फेरि ट्याक्कै बाटो नदेख्ने हो क्या खोल्टे खोल्टा मात्रै देखिन्छ अठार 19 यहाँ चाहिँ एकलट्टै बाटो खतरा छ यहाँ चिप्ल्यो भने तल लडिजान्छ ठाउँै छैन तल रोकिने हो बाटो चाहिँ यस्तो छ होसियाल्यो यता फेरि हे प्रभु हरि राम जगन्नाथम प्रेमानन्दी यो चाहिँ कुलोको माथि रोड बनाएको कि यस्तै हुन्छ ल हामी म चाहिँ कैजले बजार आइपुगेँ हो चाहिँ कैजले बजारबाट सट्टै एक चक्कर पछाडि एक राउन्ड स्वाट्टै घुमाएपछि चाहिँ उता हाम्रोतिर जानुपर्ने हुन्छ यो चाहिँ कैजले बजार टक्कै यहाँ त फेरि यहीँ बाटो खतम छ नि हो कैजले बजार चाहिँ यही हो है
यताकोटी मुड्नु पर्ने हुन्छ हामी चाहिँ हो। अहिले सकिहाल्यो एकै राउन्डमा कैँजाले बजार खत्तम हो। के कैँजाले यहाँ पनि बाटो अलिकति घिनलाग्दो छ है। ल्यान्डस्लाइड भएको चाहिँ यहाँ चाहिँ वर्षै ल्यान्डस्लाइड भएर चाहिँ बाटो खत्तम भएको छ कि। अलिक छोडिदिनु नि। ल अब चाहिँ यहाँदेखि तेर्सो चाहिँ अपना ठाउँ है। इधर त अब रास्ता भी अच्छा है होइन। थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग। यस्तै छ बम्पर सम्पर। थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग है। आजको ब्लगलाई यस्तै हो। अब अफरोडिङहरू देखिरहनु भयो। लिङ्गदिन सिरिज चाहिँ यता कोलबुङहरूको बाटोहरू पनि देखिरहनु भयो कस्तो छ बाटो अवस्था। यसो बेला बेला नेताजीहरूको नजर पुगिदियो भने साह्रै राम्रो हुन्थ्यो होइन। त्यो भन्दै आजको सो मेरो सानो ब्लगलाई यसमै म बिदावरी लिँदै है हजुरहरूलाई फेरि अर्को ब्लगमा अवश्य भेट्ने छौँ भन्दै आजको ब्लगलाई चाहिँ यसमै बिदावरी लिनुपर्ने हुन्छ हो। थ्याङ्क यू सो मच। एकदम भित्रैबाट धेरै 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 धन्यवाद हजुरहरूले।